यहाँ दर्शकबिन देख्न सक्नुहुन्छ बस र ट्रक मेरो दोकानको अगाडि ड्याङ्गै हान्दैछ। बसको चाहिँ केही गल्ती छैन, बस चाहिँ आफ्नै साइडमा गइरहेको त पुरै स्लो गइरहेको त बस होइन। त्यो उताको ट्रक चाहिँ आएर ड्याममै हान्दिएको हो। म त टायर थामी काम गरिरहेको थिएँ, म त के अरे टायर पड्क्यो होला भनेको त बसलाई त त्यहाँ अगाडि गएको बसलाई ठेलेर यहाँ पुऱ्याइदिएछ, मेरो दोकानको अगाडि पुऱ्याइदिएछ। देख्न सक्नुहुन्छ यहाँ हेर्नु मान्छेको अवस्था। मान्छेको अवस्था एकदम गम्भीर घाइते छ। के छ मान्छेको अवस्था पुरै गम्भीर छ हेर्नु, पुरै खुनै खुन ब्लड। चेपिरहेछ। बस ठेलौँ, ट्रक ठेलौँ, ट्रक ठेलौँ। एम्बुलेन्सलाई बोलाएको छ होइन, एम्बुलेन्स आउँछ। बसको हालत यस्तो बनाएको छ हेर्नु। यो ड्राइभर भागिहाल्यो। हालत एकदम गम्भीर भइसकेको छ मान्छेहरूको। बस ड्राइभर यहाँ खुट्टो अड्केर पुरै, म त हामी काम गरिरहेको त ड्याङ्गै हान्दिएछ होइन। खुट्टा अड्किरहेछ है, भाइले निकाल्ने कोसिस गर्दैछ। खुन थुनिदिएको हुन्थ्यो यार, ब्यान्डेज स्यान्डेज। ओ यो ठेलौँ यता पछाडि हौ, फसिरहेछ पुरै, फसिरहेको त उसको पनि टाउको फुटिरहेछ। ड्राइभरको खुट्टै पुरै अड्किरहेछ। टाउको पुरै काटिएछ है। हामी काम गरिरहेको त ड्याङ्गै पड्क्यो, म त टायर पड्क्यो क्या हो भनेको। एम्बुलेन्स एम्बुलेन्स बोलाइदिएको छ। पुरै गएछ क्या हो हजुर। ग्यालेन्डर यहाँ ग्यालेन्डर तार कसरी जान्छ? तार विकल्प गरौँ न, के तार छैन।